गुड मर्निङ साथी हो। यो एक झाङ सिमी रोप्यो भने कमसेकम 2 महिना खानु पुग्छ है। साह्रै राम्रो चिज के यो। अब यो मैले फागुनदेखि खान थालेको होला है। फागुन चैत अब वैशाखैसम्म हुन्छ होला। फेरि नयाँ फुल लागिसक्यो क्या। ए अलिकति साइज चाहिँ घट्दो रहेछ है। पहिला चाहिँ निकै ठुलो हुन्थ्यो, एकदमै ठुलो हुन्थ्यो। यो साइज घट्दो रहेछ। यस्तो हुन्छ है। यो चाहिँ अर्ग्यानिकको टमाटर। एक थोपा पनि यसमा विषादी परेको छैन। यो मलाई चाहिँ साह्रै मिठो लाग्छ। अनि कसैलाई चाहिँ यो गनाउँदो रहेछ। हेर्नुहोस् है, धेरै साथीहरूले चाहिँ भन्छ नि यो गनाउँछ, ठ्यास्स गनाउँछ भने यस्तो मिठो लाग्छ। मेरो चाहिँ यो साह्रै फेभरेट हो। अझै खाइँदैछ। हेर्नु त टमाटर पाकेर गलेर पुरै अर्ग्यानिक। अचार खाँदा भक्क भइसक्यो। यता त पाकेर गलेर सडिसक्यो है। यस्तो छ साथी हो सिमी। मल हालिया छैन, दबाई हालिया छैन। जे फल्छ फलोस् भनेर छोडिएको छ। यस कहिले कहिले स्वाद फेर्नलाई, मुख फेर्नलाई भएको छ। आफ्नै घरको चिज दबाईहरू हालेर नखाएको राम्रो हैन। बजारमा किनेर ल्याइहालिन्छ नि दबाई हालेको सब्जी त। जति फल्छ त्यतिमै ठिक छ हैन। यस्तो छ है साथी हो। तरकारीको मेलो गर्नु पर्यो। बिहानै टिप्न अल्छी लाग्छ है। एक छाक त भइ त गर्ने। टमाटर यता पनि नदेखेको रहेछ। भरे कुहिन्छ फेरि।